हेलो हाई साथीहरू, सेवा स्याङ्मी। तपाईँहरू सन्चै हुनुहुन्छ भन्ने मैले आफै राखेको छु ल। अरू चाहिँ केही बोलिनँ ल। आज चाहिँ हामीहरू चाहिँ यी पछाडिको आलु गर्न आएको। यो आलु चाहिँ रोपेको लगभग 1 महिना आधा भयो होला। आन्टी, हेलो आन्टी, बोल्नु न तपाईँ। हजुर, हामी आलु गर्न आएको है। आलु गर्न तर कोदालोले होइन, हातले है आन्टी। आलुमा झार पलाएर है साथीहरू, यस्तो खत्तम है। यो झार चाहिँ हाम्रो गाउँ घरमा चाहिँ अर्मरे भन्छ हौ। अन्त यो यता दिक्तेलमा चाहिँ आलु बारीमा पलाउँदो रहेछ क्या। हाम्रो त्यहाँ चाहिँ गाउँबारीमा पलाउँछ। अनि पुरा उता पर्तिर हाम्रो आन्टी र बहिनीले चाहिँ गर्दै हुनुहुन्छ, निकाल्दै हुन्छ। जहाँ आधी गऱ्यौँ अनि म चाहिँ पुरा भिडियो टक्कले बनाऊँ न। आज त भिडियो बनाएको छैन भनेर आएको, नपताइस मेरो हात। यस्तो राम्रो कलकलाउँदो आलुमा, आलुको बोटमा, आलु बारीमा हेर्नुहोस् न कस्तो खत्तम खत्तम से खत्तम झ्याल आन्टी पर हुन्छ। हेलो साथीहरू, हामी चाहिँ आलु गरेर पनि रुमतिर आउँदैछौँ। हाम्रो रुम चाहिँ तल पर पछाडि उयो देखिराखेको घर हो। यो चाहिँ अहिले चाहिँ हामी चाहिँ रोडमा छौँ। आलु गरिसक्यौँ, एकदमै रमाइलो भयो। सँगसँगै मुला पनि उखाले 2-3 मुला चाहिँ घर पनि पठाए। आज बाबा दिक्क लाउनु भएको थियो।